ओली पक्राउ परेपछि एमाले जनरुवावासीमा महाराजगञ्जमा राखिँदै ओली र लेखक ठुलो आन्दोलनको घोषणा। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर एमाले कार्यकर्ता र समर्थकहरू गहिरो आक्रोश र भावनात्मक प्रतिक्रियामा देखिएका छन्। केही त धुरु रुन थालेका छन्, जसको ओलीको आशमा बास चलेको थियो। राजधानी काठमाडौँदेखि गाउँ गाउँसम्म रुवावासीको अवस्था सिर्जना भएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म ओलीको रिहाईको माग गर्दै आवाज उठ्न थालेको छ। आज ओली पक्राउ पर्दा रुनेहरूले भदौ 23 को जेनजी आन्दोलन सम्झिनु पर्ने हुन्छ। भदौ 23 मा निहत्थ बालबालिकामाथि डेङ डेङ कुखुराका चल्ला मारे झैं गोली चल्दा त्यतिखेर बाबुआमाको मन कसरी रोएको थियो त्यो हेर्नुपर्ने हुन्छ। पक्राउ परेपछि केपी शर्मा ओली र उनीसँगै पक्राउ परेका लेखकलाई काठमाडौँको महाराजगञ्ज प्रहरी गण नम्बर 2 मा राखिनेछ। उनीहरूलाई उच्च सुरक्षा घेराभित्र राखी निगरानी गरिनेछ। घटनापछि उक्त सुरक्षामा उल्लेखनीय रूपमा प्रहरी खटाइनेछ। ओली पक्राउ परेको खबर सार्वजनिक भए लगतै एमाले नेतृत्वमा हलचल मचिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आकस्मिक बैठक बसेको छ। नेताहरूले यो घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। युवा नेता महेश बस्नेतले तत्काल देशव्यापी आन्दोलन घोषणा गरेका छन्। पहिलो चरणमा देशभर विरोध सभा, प्रदर्शन, मसाल जुलुस र कोर्टसभा आयोजना गरिनेछ। यता सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै प्रहरी र गृहमन्त्री सजग भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कता अवस्थामा राखिएको छ। ओली पक्राउको घटनाले नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ। सत्ता पक्ष र प्रतिपक्ष आरोप प्रत्यारोप तीव्र बनेको छ भने समग्र राजनीतिक वातावरण अब तनावपूर्ण रहने अवस्था हुन सक्छ। अबको अवस्था आन्दोलनको स्वरूप र सरकारको कदमले निर्धारण गर्नेछ। यद्यपि ओली लेखक पक्राउलाई कतिपयले स्वागतै गरेका छन्। सुरक्षाको साथ messenger